यो चाहिँ पुच्काको सामान हो। आज हामी चाहिँ पुच्का बनाएर खानेछ। सो यसमा अलरेडी हुन्छ इमली र जलजिरा अलरेडी हुन्छ। हेर्नुहोस्। सो अब पकाउन आँटेको छु। आज हाम्रो प्लान छ यो खतरा परिँदै हेर्न सक्नुहुन्छ कस्तो दामी फुल्यो। वाउ हेर्नुहोस् कति दामी फुल्यो होला। वाउ हेर्न सक्नुहुन्छ रेडी हुँदैछ मेरो पुच्काको आइटम। दुईटा मात्रै हाल्नुपर्ने जस्तो छ, तिनवटा हाल्दै। हेर्नुहोस् हेर्नुहोस् मेरो पुच्का रेडी हुँदैछ। हेर्न सक्नुहुन्छ कति दामी छ। वाउ हेर्नुहोस् कस्तो दामी फुलिन्छ। बेसी फुलाउनु हुँदैन, मुखमै पस्दैन। मेरो त मुख त्यसै पनि सानो छ, मुखमै पस्दैन। यो चाहिँ मैले कहाँबाट लिएको भन्दा चाहिँ सिलगढीबाट लिएको। आज चिसो मौसम छ, यो मौसम अनुसारले अमिलो खानु मन लाग्यो होइन। हेर्नुहोस् 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 मेरो पुच्का यस्तो दामी फुलिरहेको छ। यसलाई निकाल्नु यतिकै साह्रो भयो। ओ अड्किँदैन, ठ्याप्पै अड्किँदैन। वाह मेरो पुच्का तर ओइलिँदैछ। मेरो पुच्का देख्नुहोस् अब रेडी भइसकेको छ। ए आलु यो चाहिँ हो पुच्काको झोल बनाउने आइटम। यो चाहिँ छ इमली, यहाँ चाहिँ जलजिरा। यो हेर्दा सानो छ तर यसको धमाका खतरा छ। यसको यस्तो टेस्ट छ, अमिलो यस्तो अमिलो हुन्छ तपाईँ सोच्नु सक्नुहुन्न। हेर्नुहोस् यहाँ म बनाएको। यहाँ हाल्दै गरेको देखाउन हाल्दै गरेको। भन अनि यो चाहिँ इमली हेर्नु सक्नुहुन्छ। अब म इमली हाल्दैछु, हेर्नुहोस् अमिलो हुन्छ। किनभने मैले सिलगढीमै खाएको नि त भाउजू दाजुहरूसँग, त्यही भएर थाहा छ कि यस्तो अमिलो छ। यो एउटै प्याकेटले चाहिँ हामी 4 जना खाएको। सो हेर्नुहोस् यस्तो अमिलो छ। यहाँ चाहिँ के हाल्नुपर्छ, धनिया, यो चाहिँ पुदिनाको पानी फ्लेभर सँगसँगै अमिलो पनि। अलिक पानी हाल्नुपर्नेछ।
यतिले नै काम पुग्छ। यस्तो डरलाग्दो अमिलो छ यो। हामी 2 जना बुढाबुढी लिएर यतिले काफी। आलु उसिन्दैछु, हेर्न सक्नुहुन्छ। आलु अघि बसाएको थिएँ, के भन्दा चाहिँ ग्यासमा चाहिँ पाक्नु ढिलो हुँदो रहेछ। आगोमा भने चाहिँ अघि पाकिसक्थ्यो। यति बेला ग्यासमा चाहिँ उम्लिँदै ठिकै हुन्छ। यसरी गुरु 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 उम्लिँदा पाक्दैन रहेछ। अन्त आज थाहा पाएँ कि ग्यासमा ढिलो बसाउनु पर्दो रहेछ। यसको टेस्ट गरौँ ल। अझै 1 ग्लास पानी थाप्नु पर्नेछ। कस्तो अमिलो रे। गाइस अब चाहिँ म 2टा डल्ले खोर्सानी र झोल हाल्छु, किनभने झोलमै पिरो छ। यस्तो दामी हुन्छ कि अब यो डल्ले खोर्सानी चाहिँ। नुन पनि हाल्नुपर्छ, किनभने यही नुन परेछ नि त यो उयसमै, यो खोर्सानीमै। अब हेर्नुहोस्, यस्तो दामी हुन्छ। अब प्याज अलरेडी काटेको थिएँ मैले। हेर्नुहोस् अब यो डल्ले खोर्सानी कस्तो दामी मुसिन्छ होला। हेर्नुहोस्, हेर्दै कस्तो पिरो भयो। अम्बो खतरा पिरो गन्ध आयो। यो चाहिँ आज दामी भएको छ रे। अझै मिसाइदियो एउटा। हो कस्तो राप आइरहेछ कि डल्ले खोर्सानीको। हेर्नुहोस् न गाइस, अझै एउटा हालिदिनु भन्दैछ। भोलि पोलेर फात्रक फात्रक हुनुको लागि। खतरा पिरो छ। त्यहीमाथि मैले भक्कु रस पनि हालिदिएँ। खोर्सानी पिरो छ, रस त झन्। हेर्नुहोस् गाइस।